यतातिर नि होइन दामी भ्यू आउने रहेछ होइन, हेर्न सक्नुहुन्छ। शीतलको बेला दामी भ्यू आइरहेछ। दामी ल अब हामी होइन खाजा खाने ठाउँमा आइपुग्नु लाग्यो गाइज। ल यो चाहिँ होइन होटल पछाडिबाट देखेको भ्यू है गाइज। दामी सिन हेर न ल, काम पनि गएको होइन, शीतल दामी भ्यू आइरहेछ। अब हामी खाजासाजा खाएर चल्दिएको गाइज होइन। हामी अब हिँडेको टक्क ल्याएर घर छिटै पुग्नुपर्छ। ल फाइनली गाइज म पनि झऱ्यो होइन यहाँनिर घर जाने बाटोमा। अब घर जानलाई चाहिँ म यहाँबाट लगभग 1-1.5 घन्टा जति हिँड्नुपर्छ होइन। यहाँ घरसम्म चाहिँ जान्दिनँ कि गाडी बाटो त छ तर होइन बिचोमा बिग्रेको छ। त्यो पनि यहाँबाट जान्दैन कि गाडीहरू सबै बाटोबाट चल्ने भयो होइन, तल बाटो जान्दैन नि त। त्यहाँ तल त्रिशुली भन्दा नि छरे यो चाहिँ छरे गाउँ होइन, खतरा छ। मेरो त यहाँ क्यामेरा होइन राम्रो आउँदैन कि, अब के भन्नु अब पैसा छैन होइन राम्रो किन्नलाई। त्यही त हो नि, ठुटे मोबाइलहरू बनाउने अनि पोस्ट हान्ने हो होइन। पछि के गरेर सपोर्ट तपाईँहरूले गर्नुभयो भने होइन म पनि राम्रो किन्छु मोबाइल एउटा ट्याक्क लगाएर, त्यसपछि बनाउँछु होइन दामी कन्टेन्टहरू। त मेरो चाहिँ होइन घर जाने बाटो यही हो केटा हो, हेर्न सक्नुहुन्छ है। मेरो घर चाहिँ तल छ त्यहाँ तल छ है। यही हो ल हाम्रो गाउँको भ्यू चाहिँ दामी छ होइन, हेर्न सक्नुहुन्छ है। अब यहाँबाट अलिकति तल उठे तलपट्टि झरना पनि छ, तर अहिले पानी नपरेर होला। त्यहाँ पनि पानी अलिक सानो आइरहेको थियो अस्तिसम्म त, अहिले कतिको भएको छ पानी त्यो पनि थाहा छैन है। यो ओह्रालो झर्दाखेरि चाहिँ होइन सजिलो छ होइन, उकालो चढ्नु पर्यो भने यस्तो गाह्रो छ कि उकालो होइन, खाली हाते आउनु कस्तो गाह्रो छ कि यहाँबाट। त्यो तल चाहिँ बाख्राहरू गोठालो गइरहेको छ होइन, त्यो तल हेर्नु सक्नुहुन्छ। त्यो तल बाख्रा गोठालो होइन, त्यो त नि गाउँघरमा बाख्रा गोठालो चर्ने बस्ने होइन, के भन्ने गाउँमा।